अब नेपालीमा सबैले नाम भन्ने ल लाइन बनाएर बस्छौँ ल ल जेठो माइलो लाइन बनाऊ ल नाम के हो तिम्रो मेरो नाम अनुष्का खनाल हो कसको छोरी हो सुदीप खनालको घर कहाँ हो पाल्पा कुन पाल्पा यही पाल्पा कि अन्तै पाल्पा यी पाल्पा ल अब यता आऊ तिमी यता हो त्यहीँ ल तिम्रो नाम के हो माइ नेम इज दिपेन यसको पैसा गयो नेपालीमा मात्रै बोल्ने भनेको के होइन ल अब नेपालीमा नाम भन्ने माइ नेम इज फेरि मेरो नाम भन मेरो नाम दिपेन हिमले हो कसको छोरो हो बसन्तीको अनि बाबाको नाम के हो कृष्ण प्रसाद लिम्बू बाबाको छोरो होइन ए कहाँ आएको त पुलखोला मामा घर आएको ए ल यता आऊ तिम्रो मेरो नाम अमृता आचार्य हो कति क्लासमा पढ्ने हो म 3 कक्षामा पढ्छु कसको छोरो हो मन्जु आचार्यको गोपाल राज आचार्यको ए घर यहीँ हो घर नै घर चापाकोट स्याङ्जा ए अघि के भनेको अरे स्याङ्जाको पाल्पा चापाकोट कहाँ हो चापाकोट ल उता बस ल तिम्रो मेरो नाम सुस्ती खनाल हो कसको छोरो हो श्रीराज आचार्यको खनालको ए ल उता पछाडि बस पछाडि तिम्रो नाम के होला मेरो नाम स्वस्तिका खनाल हो अनि कसको छोरी हो त राज खनालको ए ल पछाडि जाऊ तिम्रो घर त यहीँ हो नि त हामी त अनि ए ल ल छिटो नाम भन्नु ल मेरो नाम अङ्कित आचार्य हो अनि अरू के हो भने हात किन हो पछाडि अगाडि पछाडि मिर्च यस्तरी सिधा हो ल अब भन कसको छोरो हो मन्जु आचार्यको र गोपाल राज आचार्यको ए कहाँ आएको चापाकोटको कहाँ आएको भनेको पूर्व खोला पाल्पा कसको घर आएको मामा घर आएको ए मामाको नाम के हो श्रीराज खनाल र सुदीप खनाल ए ल पछाडि जाऊ साक्खै दाजुभाइ हो ए ल अङ्ग्रेजीमा बोलेको कसले हो अङ्ग्रेजीमा बोलेको कसले हो फाइन तिर्न पऱ्यो नि त अब उहाँ सर हो थाहा छ कि छैन हेड सर हो कुन स्कुलको अरे कालिका कालिकाको तिमीहरूको स्कुलमा नि आउनु सक्नुहुन्छ फेरि